हेलो नमस्ते साथीहरू, स्वागत छ तपाईँले मेरो युट्युब च्यानलमा। आज चाहिँ बिहानको अहिले 4:30 भएको छ। म चाहिँ त्यो घान्द्रु जाने बाटो यो सिउली भन्ने ठाउँमा आएर बसेको। आजको यात्रा चाहिँ मेरो पोखरासम्मको हुन्छ। तपाईँहरू देखाउनु छ पोखरासम्म म कसरी जानेछु। अब चाहिँ कहिले यहाँ 4:30 बज्यो, भर्खरै फ्रेस भएको मुख सुख भएर हुन्छ होला एकछिनमा माथि बसी देखाउनु छ तपाईँहरू साथीहरू। ल साथीहरू, म चाहिँ आइपुगेँ। म चाहिँ खासमा आएको भरे ट्र्याक्टरलाई पोखरा पुऱ्याउनको लागि आएको। उकालेर चाहिँ हिँड्नै स्याहास्या परिहाल्यो। यो ट्र्याक्टर गएर पोखरा जान्छु अनि आउने हो। अनि त्यो ठ्याक्कै सिउली भन्ने ठाउँबाट हिँड्न लाग्यो। अब हिँड्छु होला साथीहरू। म फाइनल्ली साथी म चाहिँ यो बिरेखाटी भन्ने ठाउँमा आइसकेको हो। बिरेखाटीको पुल तर्न लागेँ। अहिले चाहिँ अब बिरेखाटीको पुल तर्दैछु। एकछिनमा तपाईँहरूलाई देखाउँला फेरि। ल है साथीहरू, म चाहिँ अहिले लुम्ले आइपुगेँ। लुम्लेको भाइरल ठाउँमा आइपुगेँ। ट्याक्कै लुम्लेको चोचानमा फोटो खिच्ने ठाउँ हो यो, भाइरल छ। यहाँ चाहिँ मैले नै फोटो खिचेको लुम्ले आउँदाखेरि। यो चाहिँ लुम्लेको भाइरल ठाउँ हो। फेरि अरू अगाडि गएर देखाउँछु है तपाईँहरूलाई साथीहरू। ल साथीहरू, अहिले चाहिँ म काँडेबाट ओह्रालो आइसकेँ। ओह्रालोतिर आइसकेको छु। अनि फेरि मसँग जाँदै हुनुहुन्छ क्या जेसिबी गुरु पनि। जेसिबी गुरु आउँदै हुनुहुन्छ। अहिले ढिलो हिँड्ने चरा कुरेर बसेको। एकछिनमा आउनुहुन्छ होला। काँडेबाट ओह्रालो लाउनु लाग्यो। अनि फेरि एकछिनमा भेटौँला है साथीहरू। ल हेर्नु साथी, म चाहिँ अहिले हामी चाहिँ आइपुगेँ। यहाँ चाहिँ भाइरल रोडमा आइपुग्यो। अब एकछिनमा पुगिन्छ होला। म देखाउने छु। मजाको छ यहाँ चाहिँ रोड। जति हिँड्ने ट्याक्टर राम्रो चाहिँ तपाईँ आफ्नो नलाउने साथी। हामी चाहिँ खाना खाएर अब फेरि कामतिर जानु लाग्यो साइडमा। कहाँनिर त साइड थाहा भएन। फेवातालको नजिकै रहेछ। फेवातालदेखि चाहिँ यहाँबाट रोक्नु तपाईँलाई सजिलो ठाउँको बसी देखाइन्छ। फेवाताल हेर्नु होला। मनोरञ्जन लिनुहोस्, इन्टरटेनमेन्ट लिनुहोस्, के के ल्याउने ल्याउनुहोस्। यो चाहिँ जेसीबाट टायर लस्किन्छ नै यहाँ जस्तै। साथीहरू, हामी चाहिँ अहिले काम गर्ने ठाउँमा आइपुग्यो। काम गर्ने ठाउँ चाहिँ यही रहेछ। हामीले यहाँ माटो बोक्ने अरे। फेवातालको नजिकै रहेछ। त्यहीँ रहेछ फेवाताल। फेवाताल हेर्ने काम गर्ने त्यति गाह्रो छ। फेवाताल अनि यो रहेछ क्या मन्दिर। मन्दिरको आराम रहेछ मन्दिर यहाँ। पोखरा बजार लगेर यो लेक साइडै होला। अरू भिडियो अहिले गर्दै गर्छु।